नमस्कार साथीहरू, नेपाल एक यस्तो देश हो जहाँ हरियाली, पर्वत र संस्कृति जस्ता अमूल्य सम्पत्ति छन्। तैपनि नेपाल किन अझै गरिब छ? के हामीलाई प्राकृतिक स्रोतहरूको सही उपयोग गर्न थाहा छैन वा हामीले पाउने अवसरको बारेमा बुझ्न गाह्रो छ? तपाईलाई थाहा छ कि नेपाल अहिले पनि विश्वभरका सबैभन्दा गरिब राष्ट्रहरूको सूचीमा परिरहेको छ। सार्वजनिक तथ्य अनुसार 24% पपुलेसन पोभर्टी र भिक्टिमाइज्ड अवस्थामा छ। यो तथ्यले के दर्शाउँछ? के हामीलाई आफ्नो स्रोतहरूको उपयुक्त प्रकारको उपयोग गर्न थाहा छैन? नेपालको इतिहास र भूगोल अनुसार नेपालको इतिहासले हाम्रो आधुनिक समस्याहरूलाई आकार दिएको छ। 1951 पछि हाम्रो देशले लोकतान्त्रिक संक्रमण, 10 वर्षको गृहयुद्ध र राजनीतिक अस्थिरता भोगेकै छ। यसले हाम्रो राष्ट्रिय योजनालाई असफल बनायो र कुनै दीर्घकालीन सम्भव भएन। युनाइटेड नेसन्स डेभलपमेन्ट प्रोग्राम 2022 अनुसार नेपालको विकास सूचकाङ्क ह्युमन डेभलपमेन्ट इन्डेक्स 0.601 छ, जसको अर्थ हाम्रो जीवनस्तर निकै पछाडि छ। यद्यपि हामीले समृद्धि प्राप्त गर्नुपर्ने थियो, बरु हामीले राजनीतिक अस्थिरता र झगडाले बढी समय गुमायौँ। तर पनि अझै चुनौतीपूर्ण अवस्था छ। जियोग्राफी एन्ड नेचुरल डिजास्टर्स अर्थात् भूगोल र प्राकृतिक प्रकोपहरू। नेपाल एक ल्यान्डलक अर्थात् भूपरिवेष्टित राष्ट्र हो। यसले व्यापार र उद्योगहरूलाई असम्भव बनाउँछ। यही कारणले नेपाललाई बाहिरी बजारसँग समृद्धि प्राप्त गर्न डिफिकल्ट छ र हरेक वर्षका भूकम्प र बाढीले हाम्रो पहिचान र संरचना कमजोर बनाउँछ। नेपालको आर्थिक समस्याहरू, गरिबी र बेरोजगारी। नेपालका 24% जनसङ्ख्या अझै गरिबी र कष्टमा जिउन बाध्य छन्। सबभन्दा ठूलो समस्या भनेकै बेरोजगारी हो। नेपालका 20.36% युवाहरू बेरोजगार छन्, जसको अर्थ तिनीहरूका लागि भविष्यको कुनै राम्रो योजना छैन। नेपालको बेरोजगारी दर हालको अवस्थामा 2.5 मिलियन युवा जनसङ्ख्याको लागि राम्रो भविष्यको सम्भावना छैन। कृषिको परनिर्भरता। नेपाल एक कृषि प्रधान देश हो। नेपालको 65% पपुलेसन कृषिमा आश्रित छन्, तर यस क्षेत्रले वर्तमानमा नयाँ प्रविधि र यान्त्रिकीकरणको कम प्रयोग गरिरहेको छ। यसको परिणामस्वरूप उत्पादन कम र दक्षता घट्छ। आँकडा अनुसार नेपालको कृषि क्षेत्रको वृद्धि दर हाल 3% भन्दा कम छ, जसले औद्योगिक क्रान्ति, इन्डस्ट्रियल रिभोल्युसन र आर्थिक प्रगति ल्याउन असहज बनाउँछ। रेमिटेन्स र पर्यटनको लत। नेपालको अर्थतन्त्र अहिले रेमिटेन्स र पर्यटनको आधारमा चलिरहेको छ। रेमिटेन्स भनेको 27% जीडीपीको हिस्सा बनाउँछ। यो दीर्घकालीन समाधान होइन। यदि रेमिटेन्समा कमी आयो भने नेपालको अर्थतन्त्र सङ्कटमा पर्न सक्छ। करप्सन एन्ड पुअर गभर्नेन्स अर्थात् भ्रष्टाचार र कुप्रबन्ध। नेपालको सरकार र सार्वजनिक क्षेत्रमा भ्रष्टाचार अझै गहिरो छ। 2022 गरिएको कानुनी भ्रष्टाचार इन्डेक्स यानि करप्सन पर्सेप्सन इन्डेक्स CPI अकर्डिङ नेपाल 110औं स्थानमा छ, जसले हाम्रो आर्थिक प्रगति र राष्ट्रिय एकतालाई अवरुद्ध बनाउँछ। सामाजिक समस्याहरू, शिक्षा र स्वास्थ्य। नेपालका शिक्षा र स्वास्थ्य प्रणाली अझै विकसित भएका छैनन्। नेपालको 50% भन्दा कम जनसङ्ख्याले हायर एजुकेसन एचिभ गरेका छन् र स्वास्थ्य सेवामा पनि 38% ग्रामीण जनसङ्ख्याले अझै पर्याप्त चिकित्सा सुविधा प्राप्त गर्न सक्दैनन्। जातीय र क्षेत्रीय असमानता। नेपालमा जातीय र क्षेत्रीय असमानता धेरै नै प्रबल छ। नेपालको विभिन्न क्षेत्रहरू जस्तै पहाडी र तराईका जनताको बीचमा समान अवसर र अधिकारको सुनिश्चितता छैन। यसले विकासमा ठूलो अवरोध उत्पन्न गर्छ। माइग्रेसन क्राइसिस। नेपालका युवाहरू विदेश गएका छन् र रोजगारीको खोजीमा छन्। नेपालको 50 लाख भन्दा बढी नेपाली मजदुरहरूले विदेशी भूमिमा काम गरिरहेका छन्। आँकडा अनुसार यदि हामीले 2020 को तथ्याङ्क हेर्ने हो भने नेपालले 8 बिलियन अमेरिकी डलर रेमिटेन्सको रूपमा प्राप्त गरेको थियो, जुन हाम्रो जीडीपी 27% हो। साथीहरू, आउनुहोस् अब हामी यसको समाधान र भविष्यका अवसरहरूको बारेमा छलफल गरौँ। आर्थिक सुधार र विविधीकरण। नेपालको समृद्धि कृषि, पर्यटन र प्रविधिमा विविधता ल्याउन र औद्योगिकीकरण गर्नेबाट आउनेछ। यदि हामीले यी क्षेत्रहरूमा लगानी बढायो भने अभियसली नेपालको लागि विकासका नयाँ अवसरहरू उत्पन्न हुनेछ। उदाहरणका लागि नेपालको पर्यटन उद्योग अहिले 1000 मिलियन अमेरिकी डलर छ, तर अझै यसको विकासका लागि प्रचुर पोसिबिलिटी छ। शिक्षा र प्रविधिमा सुधार। नेपालको भविष्य शिक्षा र प्रविधिमा छ। यदि हामीले यी क्षेत्रहरूमा सुधार ल्यायौँ भने नेपालको
नेपालको भविष्य शिक्षा र प्रविधिमा अगाडि बढ्न सक्छ। सरकारी सुधार र पारदर्शिता। नेपालको सरकारी संरचनामा सुधार ल्याउन जरुरी छ। हामीलाई भ्रष्टाचारको नियन्त्रण गर्न र सरकारी नीतिहरूलाई प्रभावकारी बनाउन आवश्यक छ। अन्तर्राष्ट्रिय सहयोग। नेपालको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ। यदि हामीले विदेशी सहकार्य र साझेदारीलाई प्राथमिकता दिन सक्यौँ भने समृद्धि र आत्मनिर्भरता हासिल गर्न सक्छौँ। नेपालको भविष्य अझै उज्जवल छ यदि हामीले यस्ता सेन्सिटिभ मुद्दाहरूलाई पहिचान गर्दै र समाधानको लागि एकजुट र एकताबद्ध भएर काम गर्यौँ भने। साथीहरू, तपाईँलाई के लाग्छ? नेपालको पोसिबिलिटिज र च्यालेन्जेसको बारेमा तपाईँको विचार के छ? के तपाईँ विश्वास गर्नुहुन्छ कि नेपाल अझै समृद्ध बन्न सक्छ? तपाईँका विचारहरू कमेन्ट गर्न नबिर्स्नुहोस् र यदि यो भिडियो तपाईँलाई प्रभावकारी लागेको छ भने लाइक, सेयर गर्न नबिर्स्नुहोस्।